हामी चाहिँ अहिले 87 धाममा छौँ। अघि आइपुगेको थियो, त्यहाँदेखि चाहिँ माथि छ अरे धाम भनेर यहाँसम्म चाहिँ आइपुग्यौँ हो। नानी बोकेर चाहिँ पुरा साह्रो पऱ्यो। यहाँदेखि माथि पनि छ भन्दै हुनुहुन्थ्यो, तर निकै टाढो भएर चाहिँ नजाने भइरहेको छ। पुरा चिसो छ। यहाँ गणेश भगवान् पनि हुनुहुन्छ। यहाँ दर्शन गऱ्यौँ। खोला पुरा टाढो भएर नि हामी चाहिँ यहाँ सबैजना हुनुहुन्छ। मम्मी हुनुहुन्छ। हर हर महादेव। यहाँनिर हर हर महादेव भाइ, महादेव भाइ, हर हर महादेव, हर हर महादेव बहिनी, हर हर महादेव भाइ, हर हर महादेव बहिनी, हर हर महादेव। जय शिव शम्भु। देख्न सक्नुहुन्छ। ओ यहाँ चाहिँ त्यस्तो चाहिँ चिप्लो छैन, ठिक्कले चिप्लो छ र पनि हो नानी बोकेर चाहिँ एकदमै साह्रो पर्छ। हो यहाँनिर छ। यसरी दर्शन गर्नु पाउँदाखेरि एकदमै यहाँ बजरङ्गबली हुनुहुन्छ। यहाँनिर महादेव पधार्नु भएको छ। यहाँनिर चाहिँ यो एकै नै तल पुग्नुपर्छ हाम्रो चाहिँ। यहाँबाट सुपारीको रुखहरू पनि लगाउनु भएको रहेछ हो। जाँदैछौँ। लु यो परेवाको घर राम्रो बाटो सजिलो। ए ल ल ए तपाईँ जान्ने कोरियन म्याडम। हाम्रो मम्मी ढुवा गर्दै आउँदैछ फेरि अर्को फेरि। पानी खेल्दै हाम्रो आमा थाकेर हिँड्नु गाह्रो भयो हाम्रो मम्मीलाई। यहीँबाट हिँडे हुन्छ आमा। हजुर हाम्रो मम्मी आज धाम गएर आउनु भयो अनि म पनि गएँ। चाङ पनि गयो। हामी सबैजना ए भा भन्थे बाबाले त्यही कारण लिएर आएको। छोटकरीमा आउने मान्छे छिटो मिठो पिटिक 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 चित्र आइपुगेको जस्तो। यहाँको पानी चाहिँ फेरि पुरा चिसो छ नि। हाम्रो नानी चाहिँ मजा छ उसलाई होइन। न उसको खुट्टा दुख्छ न केही हुन्छ। वाइ वाइ खाँदै काखमा बस्यो। यहाँदेखि चाहिँ हामी आइपुग्यौँ माथिदेखि। अब चाहिँ जाँदैछौँ 87 धामको। यहाँनिर तपाईँको पाप काटिन्छ भनेर हेर्न सक्नुहुन्छ यताबाट। यहाँनिर चाहिँ हामीले चाहिँ अघि नै हिँडिसक्यौँ हो। यहाँनिर चाहिँ तपाईँहरूको
पाप काटिन्छ भन्छ यो धारामा गयो भने चाहिँ एकदमै राम्रो छ। चाहिँ एकदमै ठुलो रहेछ परदेखिको यहाँसम्म हो। उहाँहरूले चाहिँ गाईहरू पनि पुरा रहेछ उहाँहरूकोमा। मन्दिर हेर्न सक्नुहुन्छ। एकदम राम्रो जग्गामा बिराज्नु भएको रहेछ। दर्शन गर्नुभयो माथि पुगेर? गऱ्यौँ त। हर हर महादेव। यहाँ